Welcome to another exciting episode of Cocktail. You're watching Cocktail on News 24 television with your host Anuj Thapa. Cocktail is all about information and entertainment. र आज हामी तपाईलाई इन्फर्मेसनको साथसाथै एन्टरटेनमेन्ट पनि दिन लागिरहेका छौँ. We are doing something different. हामीलाई चाहिँ सिभिल मल जुन सुन्धारामा रहेको छ त्यहाँबाट 12D सिनेमाले हामीलाई त्यहाँको 12D सिनेमा एक्सपिरियन्स गर्नलाई इन्भाइट गर्नुभएको छ. सो 12D एक्सपिरियन्स हाम्रो ककटेल क्रू पहिलो पटक गर्न लागिरहेको छ र त्यो एक्सपिरियन्स तपाईलाई हामी सार्दैछौँ. सो लेट्स गो टु सुन्धारा सिभिल मलको सेकेन्ड फ्लोरको सुन्धाराको 12D सिनेमा. अब हामी एक्सपिरियन्स गरेर तपाईलाई देखाउँदैछौँ. Finally, we are at Civil Mall. सुन्धारामा अवस्थित यो सिभिल मलको सेकेन्ड फ्लोरमा 12D सिनेमा हेर्नको लागि हामीहरू आइसकेका छौँ र एक्सपिरियन्स कस्तो हुन्छ त यो ककटेल टिमको 12D एक्सपिरियन्स यो चाहिँ हामी तपाईँलाई हेरिसकेपछि बताउनेछौँ. अहिलेको लागि भने with camera person Amit Sunwar and with entire cocktail crew, let's get inside. Audio Jungle. So finally, second floor को यो 12D सिनेमामा हामी आइपुगेका छौँ. So let's get inside र त्यहाँ हामी साथीहरूसँग कुराकानी गर्नेछौँ. So this is 12D, second floor मा रहेको 12D मा हामी केही क्षणपछि we gonna experience the experience of lifetime हामी experience गर्न लागिरहेका छौँ. You can see through the camera lens from Amit Sunwar देख्न सक्नुहुन्छ यहाँको एम्बियन्स यस्तो रहेको छ. ककटेलको इन्टायर क्रू अहिले हामी 12D सिनेमा एक्सपिरियन्स गर्न आइरहेका छौँ. एक्सपिरियन्स अफ लाइफ टाइम भनेर भनिएको छ. त्यो लाइफ टाइम एक्सपिरियन्स गर्नकै लागि यही लाइफमा हामी आएका छौँ. र तपाईँ देख्न सक्नुहुन्छ यहाँ 12वटा सिट छ. एउटा सो लगभग 25 देखि 30 मिनटको सो हुन्छ. 3वटासम्म मुभी देखाइन्छ र यो सिट हल्लिन थाल्छ, बास्नाहरू आउन थाल्छ, धेरै कुरै आउन थाल्छ. एकछिनपछि हामी आफै एक्सपिरियन्स गरेर पनि तपाईँलाई देखाउनेछु. तर अहिलेको लागि इन द मिन टाइम जो अडियन्स चाहिँ अब यो हेर्न आउँदै हुनुहुन्छ उहाँको अलिकति हामी उहाँसँग कुराकानी गर्नेछौँ र एक्सपिरियन्स लिइसके पश्चात कस्तो भयो एक्सपिरियन्स त्यो पनि हामी जान्ने प्रयास गर्नेछौँ. अहिलेको लागि भने एकछिन यहाँको एम्बियन्स तपाईँ देख्न सक्नुहुन्छ. ट्वेल्डी सिनेमा एक्सपिरियन्स गर्नको लागि अहिले यु नो भेरी वेल हामी आइसकेका छौँ र मुभी एकछिनपछि सुरु हुँदैछ. हेर्न जान्न तर्खर गरिरहनु भएको महानुभावसँग सम्बन्ध पहिला कुरा गरौँ. हिज नेम इज राम. सो राम, वेलकम टु सो. Thank you very much. फर्स्ट टाइम हेर्न जाँदै हुनुहुन्छ. सो हाउ आर यु फिलिङ राइट नाउ 12D? I'm so excited. I'm eagerly waiting to see look this one. ओके, 12D को बारेमा सबभन्दा पहिला तपाईँले कहाँबाट थाहा पाउनु भयो? मैले एउटा बुकलेट पाएको थिएँ. यहाँको मान्छेले बुकलेट बाँड्दै हिँड्नुभएको थियो. मैले त्यो पाएको थिएँ. र त्यहाँ लेखेअनुसार चाहिँ मलाई एकदमै एक्साइटेड भएँ कतिखेर त्यो हेरौँ. त्यसो हेर्नुमा मलाई एकदम एक्साइटेड भइरहेको छु. इगरली आइ एम वेटिङ फर द्याट वान. ओके, अब केही समयपछि तपाईँ हेर्न जाँदै हुनुहुन्छ होइन? सो हेरिसकेपछि फेरि हामी तपाईँको कमेन्ट लिनेछौँ. हजुर, थ्याङ्क यू भेरी मच. अहिले यो जुन अनुहार हँसिलो अनुहार छ हेरिसकेपछि त्यो हँसिलो अनुहार हुन्छ कि हुँदैन विल फाइन्ड आउट है त. हेरौँ त्यस्तो हुन्छ होला सायद. पछि पनि मेरो यही अनुहार देख्न पाउनुहुन्छ. ओके, थ्याङ्क यू सो मच. सो केही क्षणपछि अब मुभी सुरु हुन लागिरहेको छ. 25 मिनटदेखि 30 मिनटको त्यो मुभी हुन्छ. त्यो मुभी हेरिसकेपछि भर्खर हामीले जोसँग कुराकानी गऱ्यौँ उहाँसँग फेरि पनि कुराकानी गर्नेछौँ. म उहाँसँग कुरा गरिहाल्छु. कस्तो रह्यो एक्सपिरियन्स? एकदम रमाइलो. सबभन्दा रमाइलो पक्ष के रह्यो यसको? सबभन्दा रमाइलो चाहिँ त्यो थर्ड पार्टमा आउँछ नि. थर्ड पार्टमा इनोसेन्ट टाइपको एकदम डर लाग्दो हो. र 12D नहेरेको महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? 12D नहेरेको महानुभावलाई एक्चुली यो चाहिँ जसरी हेर्नु भन्न चाहन्छु.
सो जति पैसा दिनुपर्छ त्यो इट वाज वर्थ इट हैन त त्यसको लागि एकदम तिरेको मलाई एकदम धेरै मजा आयो ल थ्याङ्क यू सो मच ओके कस्तो रह्यो त एक्सपिरियन्स एकदमै रमाइलो फिलिङ्स भइरहेको छ अहिले मुड पनि ढुढुक गरिरहेको छ लास्टमा थ्रिलर सिन धेरै मुड एकदम ढुढुक गरिरहेको छ डर लाग्दैन हेर्दाखेरि एकदमै डर लाग्यो थ्रिलर सिन हेर्दाखेरि आफै त्यही भएको जस्तो अनुभव भयो मलाई र जो मानिसहरू जो व्यक्तिहरूले चाहिँ यो 12D हेर्नु भएको छैन नि यहाँ आएर सिभिल मलको सेकेन्ड फ्लोरमा आएर हेर्नु भएको छैन नि उहाँले लाइफमा के मिस गरिराख्नु भएको जस्तो लाग्छ लाइफमा एउटा छुट्टै एउटा अनौठो एक्सपिरियन्स मिक्स गरिराख्नु भएको छ उहाँहरूले र उहाँलाई के मेसेज दिन चाहनुहुन्छ म हार्डली उहाँलाई एउटा मेसेज दिन चाहन्छु लाइफमा केही इन्जोय गर्न चाहनुहुन्छ छुट्टै संसारमा पुग्न चाहनुहुन्छ भने 3D को अनुभव बटुल्नुहोस् थ्याङ्क यू सो मच ओके र अब पालो ककटेल क्रुको त्यहाँ गएर आफैले एक्सपिरियन्स गर्ने र यहाँबाट हामी यो एक्सपिरियन्स गर्न लागिरहेका छौँ केही समयपछि एक्सपिरियन्स गर्न लागिरहेका छौँ यु क्यान सी हियर 12वटा सिट तपाईँ देख्न सक्नुहुन्छ र अब यहाँ को एकजना मेम्बरसँग म कुराकानी गर्न लागिरहेको छु यो 12 सिट क्षमता भएको 12D सिनेमा एक्सपिरियन्स गरेर अडियन्सहरू त गइसक्नु भयो आउनुहोस् यो 12D को अपरेटर रुद्र यादवसँग अब हामी कुराकानी गर्न लागिरहेको छु रुद्रजी यहाँलाई स्वागत छ ककटेलमा धन्यवाद यहाँ अपरेसन सम्हालिरहनु भएको छ 12 सिटको क्षमता छ यो हलमा होइन सबभन्दा एक्साइटिङ पार्ट के छ यहाँभित्र यहाँ एक्साइटिङ पार्ट भनेको कोस्टर हो कोस्टरमा अब जस्तै यो रियलमा चढेको अनुभव हुन्छ जस्तै हाम्रो नेपालमा रोलर कोस्टर छैन रियलमा चढ्ने अनुभव पाइरहेको छैन त्यस्तै गरेर यो 12D भन्नाले एकदमै इमेजिङ यो धार्मिक स्थल भन्नाले यो नेपालको काठमाडौँमा जस्तै पशुपतिनाथ छ नि त्यस्तै यो इन्टरटेनमेन्टमा 12D सिनेमा छ यहाँ सिभिल मलको सेकेन्ड फ्लोरमा एकदम इमेजिङ सबैलाई एकचोटि आग्रह छ मेरो तर्फबाट आएर एकचोटि हेर्नुहोस् फिलिङ गर्नु रियल अनुभव गर्नुहोस् यो 12वटा इफेक्ट एउटा झन् इफेक्ट हामी थप्दैछौँ फायर इफेक्ट भन्नाले यो 13वटा इफेक्ट हुन्छ रियल इफेक्टको अनुभव लिनुहोस् त्यो फायर इफेक्ट राख्यो भने के पोल्छ कि क्या हामीलाई कस्तो हुन्छ त्यस्तो पोल्ने त हुँदैन तर फिलिङ मात्रै गराउने हो जस्तै रेनको हाम्रो हुन्छ नि पानी परेको अनुभव हुन्छ नि अनुभव मात्रै गराउने भिजाउने मात्रै काम गरिरहेको छैन हामीले त्यस्तै फायरको पनि अनुभव मात्रै गराउने हो त्यस्तो र 12D कसलाई टार्गेट गरेर 12D सञ्चालन गरिएको हो त र कसले हेर्नुहुन्न 12D अब यस्तो हेर्न नसक्ने ब्याक प्रब्लमको हुन्छ हार्ट मुटु चाहिँ कमजोर भएको मान्छे हेर्न सक्दैन अब डर लाग्दै पनि हुन्छ यो सुटहरू मुभ हुन्छ 6 डाइरेक्सनमा त्यसमा ब्याक प्रब्लमलाई अप्ठ्यारो पर्छ हुन्छ ल थ्याङ्क यू सो मच रुद्र थ्याङ्क यू सो मच ओके रुद्रजीसँग हामीले कुराकानी गऱ्यौँ अब फाइनली ककटेल क्रू यो सिटमा बसेर 12D एक्सपिरियन्स गर्न लागिरहेको छ यो स्क्रिनमा देखिने दृश्यहरू चस्मा लाएर यो चस्मा होइन बाहिर आर्के 12D को चस्मा लाएर हेर्नुको मजा अर्को हुन्छ र सो अब हामी 12D एक्सपिरियन्स गर्न लागिरहेका छौँ र हामी सबै सिट बेल्ट पनि बाँध्नुपर्ने हुन्छ सो लेट्स फास्टन आवर सिट बेल्ट ओके एभ्रीबडी यस ककटेलको इन्टायर क्रू आइसकेको छ र ककटेललाई यो 12D सिनेमाले यो क्रूले हामीलाई देखाउन लागिराख्नु भएको छ यसको एक्साइटिङ कन्सन कस्तो फिल भइरहेछ रमाइलो भइरहेछ होइन सो एक्सपिरियन्स अफ लाइफ टाइम हो यो 12D सिनेमा भनेको अब लाइफ टाइम एक्सपिरियन्स हुन्छ हजुर ओके सो कस्तो भइरहेछ लाइफको फर्स्ट टाइम एक्सपिरियन्स चैतन्य हाउ आर यु फिलिङ राइट नाउ एक्साइटिङ ओके एक्साइटिङ ओके कतिको एक्साइटमेन्ट छ त यो कति एक्साइटिङ छ यो 12D सिनेमा अब हामी प्रत्यक्ष अवलोकन गरेर त्यसपछि हामी तपाईँलाई भन्नेछौँ र इन द मिन टाइम हामीले अनुभव गरेको पनि तपाईँ देख्न सक्नुहुन्छ हाम्रो अनुहारको फेसियल एक्सप्रेसन चेन्ज भएको पनि देख्न सक्नुहुन्छ सो स्टार्ट द सो ओके
आई मस्ट एकदमै एक्साइटिङ भइरहेको छ र हामी अहिले प्यारासुटमा झुन्डेर उड्रे जस्तो फिल भइरहेको छ ओके It's a roller coaster. We are doing a roller coaster ride right now. Welcome to Canyon Coaster. So we are on a roller coaster ride. Kanchan! अहिले हामी रोलर कोस्टर राइड गरिरहेको छौँ It is damn exciting, you know. That's it, it is. What? Actually, pause by good sir. It is very exciting. Experience of a lifetime. Roller coaster ride. I'm going to go to 2LD cinema. I'm after cocktail 2 hour experience. Whoa, man. यस्तो खालको फिलिङ चाहिँ लाइफमा हामीले गर्नै पर्ने रहेछ र अहिले राइट नाउ अन भिडियो हामी वी आर कमिङ ब्याक सो एक्साइटिङ 12 डेज सिनेमा यदि तपाईँ एक्सपिरियन्स गर्नु मन छ भने सिभिल मलको सेकेन्ड फ्लोरमा आएर यु क्यान एक्सपिरियन्स दिस 12 डेज सिनेमा र वी आर राइट नाउ डुइङ अ रोलर कोस्टर राइड Whoa, 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 whoa! Whoa! Are basna aune, current aune. You are feeling everything, and I am saying everything. Are कुरा तपाईलाई basna पनि आइरहेको छ. त्यो पानी पर्दाखेरि पानी परेको सिन पनि आइरहेको छ. And there's a huge jump. Are whoa, whoa! 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 It is lifetime experience, I must say. If you don't really experience you are missing something in your life. Woo! We are doing. Oh! तपाईलाई बास्ना जुन नेले भन्छ 12 मा बास्ना ओ पानीको छिट्टा महसुस भइरहेछ वा 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 Really 12 days something comes out. What? Oh. Woo! Panika chita. Oh my god. The shortcut for OMG it's really exciting and you must come and experience this 12-day experience. Woo! It is something you should experience. Even my actual experience गर्नै पर्ने रहेछ. Whoa! Whoa! I must. Whoa! What is this? Oh my god! Whoa! Canyon Coaster ride! And the end. Okay, 12 day experience. It was very exciting experience. If you haven't tried it, you are missing something in your life. Ramro crew pani, you can see right here, they have experience, lifetime experience on 12 day, which is located at Sundara Civil Mall. Audio Jungle. 12 सिनेमा को स्टाफ मेम्बर कल्पना विष्टसँग अब हामी कुराकानी गरिरहेका छौँ रेटको बारेमा टाइमिङको बारेमा कुराकानी उहाँसँग गर्छौँ कल्पना यहाँलाई स्वागत छ थ्याङ्क यू 12D मुभी एक्सपिरियन्स गर्नको लागि हाउ मच गाइज नीड टु पे 450 पर पर्सन एकजनालाई 450 रुपैयाँ चार्ज गर्छौँ हामी हजुर यो चाहिँ इफेक्टिभ मुभी हो जुनमा चाहिँ 12 वटा रियल इफेक्टहरू हुन्छ 12 वटा रियल इफेक्टहरू चाहिँ मान्छेहरू फिल्मकै पात्र भएर
फिल्मको पात्र भएर त्यो भित्रै घुसेर हेर्ने रियल एक्सपिरियन्स गर्ने 12D सिनेमा हो। भर्खर आएको एडभान्स टेक्नोलोजीहरू युज गरेर बनाएको यो न्यू मुभी हो, भर्खर नेपालमा आइरहेछ यो। र सो टाइमिङको बारेमा अलिकति इन्फर्मेसन दिनुहोस् न हाम्रो दर्शकहरूलाई जो यहाँ आएर 12D एक्सपिरियन्स गर्न चाहन्छन्। हजुर, यो 12D सिनेमा चाहिँ हाम्रो ओपन चाहिँ 10:30 बजी हुन्छ, तर हाम्रो फर्स्ट शो चाहिँ 11:45 मा हुन्छ अनि एभ्री 30 और 45 मिनट्सको ग्यापमा सोजहरू हुन्छ कन्टिन्यू दिउँसभरि नै लास्ट 7:15 सम्म। ओके, थ्याङ्क यू सो मच कल्पना। के भन्नु मन छ? हजुर, आउनुहोस् अनि 12D एकचोटि हेरेर एक्सपिरियन्स गर्नुहोस्। थ्याङ्क यू मच। र कल्पना विष्टसँग हामीले कुराकानी गरिरह्यौँ र ककटेलमा अहिले इट्स टाइम टु टेक अ ब्रेक। 12D सिनेमाको यो प्रमोटर हामीसँग हुनुहुन्छ गौरव तिवारी र गोपाल श्रेष्ठ। आउनुहोस् उहाँसँग यो 12D कन्सेप्ट कसरी ल्याउनु पर्ने, नेपालमा कसरी भित्राउनु पर्ने कुराकानी गरौँ। गौरव र गोपाल दुवैजना स्वागत छ। नमस्ते। सुरुवात गौरवबाट गर्छु। यो 12D नेपालमा भित्राउने सोच कसरी आयो? म र मेरो दाइ आजभन्दा 2 वर्ष अगाडि जति पहिला हङकङ जाँदाखेरि हामीले डिज्नील्यान्डमा यो देखेको थियौँ। त्यसपछि हामी फेरि एकचोटि लास्ट इयर हामी गोन्जाउमा छिमिलङ भन्ने पार्कमा जाँदा हामीले फेरि यो कुरा हेऱ्यौँ। हामीलाई हेर्दा एकदमै रमाइलो लागेर हेरेपछि नेपालमा पनि यस्तो केही हुनुपर्छ जस्तो लागेपछि हामीले यो नेपालमा ल्याउने सोच बनाएको थियौँ। र कहिलेदेखि सुरु भयो 12D नेपालमा? यो अप्रिल 3, 2013 देखि अपरेसनमा आएको हो। अडियन्सको रेस्पोन्स कस्तो छ? अघि हामीले सोद्धाखेरि दे वर भेरी एक्साइटेड होइन, हेर्न भन्दा अगाडि एक्साइटेड थियो, हेरिसकेपछि पनि दे वर रिलिभ्ड के वर्थ एभ्री पेनी। उनीहरूले हेरिसकेपछि उनीहरूले जुन फिलिङ अनुभव गर्नुहुन्छ नि त्यसपछि दे आर भेरी ह्याप्पी। हाम्रो कस्टमर्सहरू म्याक्सिमम् नम्बर्समा कस्टमर्स ह्याप्पी नै हुनुहुन्छ। र गोपालजी 12D सिनेमा कसको लागि हो? यो चाहिँ बच्चादेखि बुढासम्म हेर्छ होइन। अस्ति एकजना चाहिँ कसो भने 70 इयर्सको आउनुभयो कि बाहिर आउनुभयो, उहाँले हेर्नुभयो हेर्नुहोस् त भने एकदम एक्साइटिङ भएर जानुभयो। भोलिपल्ट उहाँले सब परिवार लिएर आउनुभयो होइन, त्यो भयो। अनि जस्तै अब बच्चाहरू पनि कोही चाहिँ अब कार्टुन हेर्ने बच्चाहरू एकदम खुसी पनि हुन्छन्, कोही चाहिँ एकदम तर्सिन्छन् भने कि अब ठुलो मान्छे पनि तर्सिन्छन्, सायद तपाईँ पनि तर्सिनु भयो। रमाइलो पनि छ, एक्साइटिङ छ होइन, तर एउटा नौलोपन छ। के छ 3D सुनेको छ हामीले, 4D सुनेको छ, 8D सुनेको छ, यो 12D हो। वाट इज द डिफरेन्स? 12D मा चाहिँ के छ? 12D भनेको हुन यो 4D थिएटर टेक्नोलोजी नै हो, तर हामीले वाइ 12D भन्दाखेरि हामीसँग 12वटा डिफ्रेन्ट इफेक्ट्स छ। त्यसले त्यो इफेक्ट्सको युनिकनेसलाई मान्छेहरूमा पुर्याउन र प्रमोट गर्नको लागि हामीले 12D राखेको हो। 12 भनेको 12वटा डिफ्रेन्ट इफेक्ट्स, D भनेको 4D टेक्नोलोजीको D हामीले एड गरेर एउटा कम्बो नेम बनाएर 12D राखेको हो। र यहाँ आउनुहुने जो दर्शक हुनुहुन्छ नि उहाँहरूलाई पैसा वसुल हुन्छ कि हुँदैन? 12D मलाई त भयो। हजुर होइन, नयाँ टेक्नोलोजी हो, मान्छेहरूले इन्टरटेनमेन्टको लागि खर्च गरि नै रहनु हुनुहुन्छ। र मान्छेहरूले यहाँ आएपछि सेटिस्फाइड भएको मतलब उनीहरूको पैसा वर्थिटै भए जस्तो लाग्छ जस्तो हामीलाई फिल भइरहेछ अहिलेसम्म। गोपालजी यो 12D मा जो आउनुहुन्छ नि उहाँहरूसँग तपाईँहरू पैसा लिएर इन्टरटेनमेन्ट फुल गराउनुहुन्छ होइन? कसैले इन्टरटेनमेन्ट नपाएको भन्ने कुरा सही छैन, नगाडी भन्नुहोस्। अहिलेसम्म छैन, एकदमै एक्साइटिङ छ। एकदमै चाहिँ पैसा असुलै भएको छ होइन। मैले चाहिँ भने बरु हामी चाहिँ एउटा केसम्म गर्छौँ भने कोही 6 जना आउनुभयो भने एकजना चाहिँ हामी डिस्काउन्ट गरेर 6 जना ग्रुप ल्याउनुहोस्, 5 जनाको हामी टिकट दिन्छौँ, एकजनालाई हामी चाहिँ एउटा चाहिँ होइन कम्प्लिमेन्ट्री जस्तै देखाइदिन्छौँ। त्यसले गर्दा अनि अर्को कुरा के छ जस्तै यो मिडिया साथीहरू तपाईँहरूले सबैले गर्दाखेरि पनि एकदम राम्रो प्रमोट पनि भइरहेछ र जुन एकचोटि हेरेर गइसकेपछि चाहिँ उहाँहरूले माउथ पब्लिसिटी गर्दाखेरि पनि राम्रोसँग आइरहेछन् दर्शकहरू चाहिँ। अनि अर्को कुरा चाहिँ जस्तै यो छुट्टीको दिन र जस्तै शनिबार भनौँ न अथवा अरू कुनै पब्लिक होलिडेहरूमा चाहिँ एकदमै चाहिँ हुलै हुन्छ। कति बजीदेखि बेलुका कति बजीसम्म प्रोसेस गरिरहेको छ हामीले? हामी बिहान 11 बजीदेखि बेलुका 7:30 बजीसम्म अपरेट गरेर हुन्छौँ। एभ्री 45 मिनट्समा हाम्रो सो टाइमिङ छ। विकडेजमा हाम्रो टाइमिङ्स विदिन 30 मिनट्समा हाम्रो सोहरू भइरहेको हुन्छ। लास्ट बट अफ द लिस्ट दुवैजना भनिदिनु होला 12D सिभिमाको सेकेन्ड फ्लोरमा आएर हामीले किन हेर्ने त लास्टमा एकछिन प्रमोट गर्नुहोस् त कसरी गर्नुहुन्छ यताबाट? 12D इज अल अबाउट रियल इफेक्ट्स। मान्छेलाई कुनै कुराको रियल अनुभव गर्न चाहनुहुन्छ भने तपाईँ 12D आउनै पर्ने हुन्छ र तपाईँलाई हामीले सबै कुराहरू पानी, हावा, उडेको, खसेको, चट्याङ परेको, बबल आएको, हिउँ परेको सबै कुरा अनुभव हामी तपाईँलाई 20 देखि 25 मिनटमा हामी तपाईँलाई अनुभव गराइदिन्छौँ। अर्को एड गर्नुपर्दा भन्दाखेरि तपाईँ जहिले पनि आफूले हिरो ठान्नुहुन्छ भने आफू हिरो बनेर आउनुहोस्। तपाईँ पर्दामा हिरो आफै हुनुहुन्छ तपाईँ। थ्याङ्क यू सो मच। फेरि पनि अन्त्यमा 12D सिनेमा यदि तपाईँले एक्सपिरियन्स गर्नुभएको छैन भने युआर मिसिङ समथिङ इन यर लाइफ। किनभने हामीले पनि 12Dमा आउनुभन्दा अगाडि धेरै कुरा मिस गरिरहेको छु भने 12D आएपछि मात्रै थाहा पायो। सो कम टु
watch Jewelry Cinema in Civil Mall, which is situated in Sundara. त्यहाँ सेकेन्ड फ्लोरमा आएर तपाईँ ज्वेलरी हेर्न सक्नुहुन्छ. So this is today's 12D Cinema Cocktail Special. र यदि तपाईँले 12D Cinema हेर्नु भएको छैन भने you are missing something in your life. Come to Sundara Civil Mall को सेकेन्ड फ्लोरमा रहेको 12D Cinema मा आएर you can experience 12D Cinema like we experienced today. So यति भन्दै ककटेलबाट हामी पनि बिदा माग्दैछौँ. Keep watching News 24 Television.